विद्याकर्मी पत्रकार थियो सञ्जय राई हुनुहुन्छ र त्यसै गरी फुटबल .com देखि समापन समारोहसम्म देश तथा विदेशमा विभिन्न ठाउँहरूमा विश्वभरि प्रत्यक्ष प्रसारण गरियो। जानकारी गराउँदै हुनुहुन्छ फुटबल .com तथा गोल नेपाल .com को विद्याकर्मी सञ्जय राईजीले। उहाँलाई आजको तर्फबाट हामी मुरी धन्यवाद हामी प्रकट गर्न चाहन्छौँ। I don't ever slow up, no I don't take sh**. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take sh**. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that, spitting slow, spitting fast. I could roast, I could gas, think I'm okay at last, but I don't know if that can erase all the past and the pettiness. A reflection of the emptiness, hilarious. You think you're worth my time, you're delirious, mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want. धन्यवाद र मध्य भागमा कृपया लिखुबुझी रामेछाप युवा क्लबका संस्थापक आदरणीय दीपक कुमार सुनवार र संस्थापक द्वय मोहन कुमार सुनवारज्यू र त्यसै गरी फुटबल .com अथवा गोल नेपाल .com का विद्याकर्मी सञ्जय राईज्यूलाई शुभकामना दिनुहुनका लागि म विनम्र अनुरोध गर्दछु। आगामी दर्शक र त्यसै गरी शुभकामना दिनका लागि फुटबल क्लब भोजीका अध्यक्ष शुभराज सुनवारज्यूलाई पनि म विनम्र अनुरोध गर्दछु। हामी आयोजक लिखुबुझी रामेछाप युवा क्लबको तर्फबाट दुईटै टिमलाई हामी विजयको लागि शुभकामना व्यक्त गर्दछौँ। यो पहिलो पटक ऐतिहासिक यो खेल हुनेछ। योभन्दा अगाडि यो किसिमको महिला बीचको प्रतिस्पर्धा खेल हामी गराएका थिएनौँ र यो पटक हामीले 4 टिम भए पनि सहभागी गराएर महिला टिमको पनि खेल आवश्यक छ र खेलकुदमा महिलाको पनि सहभागिता नितान्त जरुरी छ भन्ने मुख्य उद्देश्यका साथ मनाशय राखेको हुँदा र अपरिहार्य भएको हुँदा हामी यो पटक 4 टिमलाई सहभागी गराइकन हामी प्रतिस्पर्धा गराएका थियौँ। 4 टिममा कास्ते मादी र लिखुबुझी रामेछाप क्लब खिजी चण्डेश्वरी र रोगनीका टिमहरू सहभागी भएका थिए र यसपछि म अहिले नेसनल एन्थम राष्ट्रिय गान बजाइदिनु न म टेक्निसियन मित्रलाई अनुरोध गर्दछु र कृपया गरी यस समय राष्ट्रिय गानमा खेलाडी मित्रहरू दर्शक वृन्दहरू र आयोजक कमिटी सबैजनालाई सहभागी भइदिनु न म सादर अनुरोध गर्दछु। सम्पूर्णलाई धन्यवाद। अब यो समय फाइनल राउन्डको महिला टिमको प्रतिस्पर्धा किकअफ हुन हिमाकुण्ड लिग सिजन 2 म्याच नम्बर 31 अर्थात् महिला तर्फको तेस्रो रहेको र यो फाइनल खेल पनि हो। 4वटा टिमहरूको उपस्थिति रहेको थियो भने हिजोबाट 2वटा टिमहरू घर फर्किएको छ र
दुईवटा टिमहरूले फाइनल खेल्न गइरहेका छन् जसमा लिखुजी रामसाब युथ क्लब भर्सेस रगनीको खोलुङ्गा बीच हुनेछ त्यति राम्रो हुन सकेन फेरि पनि अर्को अवसर लिखुजी रामसाब युथ क्लबका लागि लेफ्ट लाइनबाट on the ball. Ragani ball अगाडि बढाउनु गएको छ लेफ्ट ह्यान्डमा पास निकाल्दै गए थिए स्पट पनि जर्सी नम्बर 11 आफ्नो पोजिसन घुमाएका थिए यतिमा नजाउ न बिमला हो त्यतै बस न अन्त दिवस बस बेसको नाम त पाउनु पर्छ जसमा आर्टिक क्लियरेन्स त्यहाँ फेरि अवसर हुन सक्छ त्यहाँ इजिकल गोलरक्षकबाट कुनै पनि हतार देखिँदैन त्यहाँ दशमलव शेख बल अगाडि बढाउँदै विफल बनाइदिए बल कलेक्ट गर्दै बल जित्दै लिखुजी रामसाब लेफ्ट ह्यान्डबाट बल अगाडि बढाउन चाहन्छन् विफल बनाइदिएका क्लियरेन्स गरिदिँदै फेरि पनि बलमा जर्सी नम्बर 9 त्यहाँ राम्रो डिफेन्सिभ जर्सी नम्बर 9 यसपालि पनि सावधान राख्न सकिने बललाई बल अगाडि बढाउनु त्यहाँ लिखुजी रामसाब युथ क्लबका जर्सी नम्बर 11 को बल पास गरिदिएका थिए यसपालि पनि आफ्नो टिममेट्सले भेटाउन सकेन अमृता यता 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 माथि गयो अमृता माथि गयो पनि यहाँ अहिलेसम्मको दुवै टोलीको स्कोर पनि 0-0 रहेको छ गोलको फेजीमा दुवै टोली जर्सी नम्बर 9 क्लियरेन्स गरिदिँदै यहाँ बल अगाडि बढ्नु क्रममा रगनीको तर्फबाट फेरि पनि किपरलाई कुनै हतार छैन त्यहाँ बल गोल हुनै चाहँदैन बल अगाडि लानै सकिरहेका छैनन् दुवै टोलीले तर अझै पनि प्राइज पनि जारी देख्न सकिन्छ त्यहाँ बल जित्दै बल आफै आउट गइदिए त्यहाँ थ्रोइङ अवसर आफ्नो हाइट युटिलाइज गर्दै र पहिलो हाफको समय सकेको छ र दुवै टोलीको स्कोर भने 0-0 साथी भने भलिबल खेलाइ गरे हाम्रो कोच ज्यूहरू बक्समा बस्दिनु होला यहाँ हेर यो छ फ्री अवसर लिखुजी रामसाबका लागि त्यहाँ फेरि पनि बलमा राम्रो प्लेयर ब्याक टु ब्याक नेक्स्ट टु नेक्स्ट हेडिङको खेल सकियो त्यहाँ जर्सी नम्बर 15 फेरि पनि त्यहाँ हुन सक्छ बक्समा उपस्थित भइसकेका छन् जर्सी नम्बर 7 राम्रो बचाउ लिखुजी रामसाबका डिफेन्डरले उत्कृष्ट बचाउ
जर्सी नम्बर 11 माथि फेरि पनि अर्को नेमारले हान्दैछिन् त्यहाँ रोनाल्डो त्यति राम्रो हुन सकेन मिस बल अगाडि बढाउने क्रममा त्यहाँ लेखु बुझिरहनु छ बल भने विफल हुन पुगे त्यहाँ खेलाडीमा पछि हामी महिला खेलाडी टिमलाई पुरस्कार वितरण गर्नेछौँ कृपया दुवै पक्षका महिला खेलाडी टिमहरू यहाँ मञ्च अगाडि आइदिनु होला र महिला खेलाडीहरू आउने क्रम जारी रहेको छ कृपया नवीना सुनवार र आइसा सुनवार यहाँ पुरस्कार वितरण गर्नका लागि त्यो मञ्च अगाडि आइदिनु होला र दिव्य संस्थामा समूहबाट एकजना सदस्य कृपया यहाँ मञ्च अगाडि आइदिनु होला आमा समाज सञ्जालका अध्यक्ष जानकी सुनवारजी तपाईँ पनि यो मञ्च अगाडि आइदिनु होला यस पटक उमाकुण्ड लिग 2023 फुटबल टुर्नामेन्टको हो यसमा महिला टिम जम्मा धेरै धेरै बधाई अञ्जली रोक्का ज्यूलाई र यहाँ पुरस्कार ग्रहण गर्न आइदिनु भएकोमा पनि विशेष धन्यवाद यहाँलाई हामी टक्राउन चाहन्छौँ क्रमश मैले नाम सम्बोधन गरेर बसिन खेलाडी सबैजना क्रमशः आइदिनु होला र यहाँ प्रमुख अतिथि ज्यूले मेडल लगाइदिनु हुनेछ र अबिर चाहिँ आइसा सेनाज्यूले लगाइदिनु हुनेछ धेरै धेरै बधाई छ महिला खेलाडीहरू विजेता भएकोमा यहाँलाई धेरै धेरै हामी बधाई व्यक्त गर्न चाहन्छौँ र टिममा सहभागी भइदिनु भएकोमा सबै खेलाडीहरूलाई विशेष धन्यवाद दिँदछौँ आगामी दिनमा यहाँहरूको खेल जीवनको लागि उत्तरोत्तर प्रगतिको कामना पनि हामी गर्न चाहन्छौँ र त्यसै गरी लगातार प्रथम स्थान हासिल गर्ने उमाकुण्ड लिग फुटबल प्रतियोगिता महिला टिमको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नुहुने टिम रगनीका महिला खेलाडीहरूलाई पनि निरन्तर लाइनबद्ध भएर अगाडि आइदिनु हुन म अनुरोध गर्दछु टिम रगनीका खेलाडीहरू क्रमशः अगाडि आइदिनु होला र उक्त टिम रगनीलाई धेरै धेरै बधाई तपाईँहरू खेलाडीको रूपमा टिम सहभागी हुन आउनु भएकोमा टिम रगनीलाई धेरै धेरै बधाई दिँदै यो उमाकुण्ड लिग प्रतियोगितामा सहभागी हुने भएकोमा हामी यहाँहरूप्रति धेरै धेरै कृतज्ञता व्यक्त गर्न चाहन्छौँ यो प्रतियोगितालाई निकै रोचक बनाउनका निमित्त शोभा बढाउनका निमित्त यहाँहरूको सहभागिता पनि प्रमुख भएको हामीले बुझेका छौँ महसुस गरेका छौँ यहाँहरू सबैजनाले ताली बजाइदिनु होला महिला खेलाडीहरू
यहाँ पुरस्कार वितरण गर्ने वितरण गर्नका लागि तपाईँहरू टिम क्याप्टनले अगाडि आइदिनु होला। महिला टिमका रोगिणी टिमलाई हामी आयोजकको तर्फबाट धेरै धेरै बधाई ज्ञापन गर्दै विशेष यहाँहरूलाई धन्यवाद पठाउन चाहन्छौँ। र यो समय महिला खेलाडी टिमहरूसँग हाम्रो अतिथिज्यूहरूसँग फोटो सेसन रहेको बेला कृपया चाँडो हुन चाहन्छ तपाईँले फोटो खिच्ने समय यो भागमा तपाईँले सहभागी हुने अनुरोध गर्दछ। दुईटै टिमसँग आइदिनु होला। सम्पूर्ण खेलाडीहरू यहाँ सहभागी भइदिनु होला। महिला टिमका खेलाडीहरू सबैजना सहभागी भइदिनु होला। लाइनबद्ध भएर बसिदिनु होला। धन्यवाद। यो तस्बिर कैद गर्ने यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा खेलाडी मित्रहरू र अतिथिज्यूहरूलाई विशेष धन्यवाद। यसपछि हामी पुरुष खेलाडीहरूको पुरस्कार राशि हामी वितरण गर्ने तर्फमा रहेका छौँ र यहाँ पुरस्कार वितरण गर्नका लागि निमन्त्रणा गरिएका अनुरोध गरिएका अतिथि आइसा सुनवार र पेलिना सुनवारजीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।